आषाढ़ शुक्ल पूर्णिमा का दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइएको छ। गु अर्थात् अंधकार, रु भन्नाले प्रकाश बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अंधकार को नाश गराउने व्यक्ति गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको छ। अंधकार को नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तिलाई नै गुरु भनिन्छ। यस्तो गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेशको रूपमा समेत मानेको छ। त्यसैले विभिन्न ग्रन्थमा भनिएको छ, गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेवो महेश्वर, गुरु साक्षात् परम ब्रह्म, तस्मै श्री गुरुवे नमः। माता पिता जस्तै गुरुलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। मिथिलामा यस गुरु पूर्णिमाको निकै महत्त्व रहेको छ। यस दिनमा मठ मन्दिरका महन्त पुजारीबाट मन्त्र लिने गरेका छन्। मन्त्र लिएपछि व्यक्तिले तुलसीको माला धारण गर्दै शाकाहार बस्नुपर्छ। हामीहरूको प्रचलित नियम जुन छ नि, यो बमोजिम हामीहरूले गुरु पूजा मान्या हो। त्यो गुरु पूजामा हामीहरू के गर्छौँ भने गुरुको चाहिँ नमन गर्ने, गुरुलाई चन्दन टीका लगाउने, माला अर्पण गर्ने, अनि परिक्रमा गरी आफ्नो मनोकामनाहरू गुरुलाई जे जति छ सुनाउने है। त्यस पछाडि हामीहरू त्यसको परिक्रमा गरेर गुरु पूर्णिमा आज मनाइरहेको। किन यो गुरु अनि यो जसरी तपाईले तुलसी लिनुभयो नि, अनि त्यो बेलामा कसरी लिनुभयो गुरुसँग? गुरुले हामीलाई त्यतिखेर भनेको तिमी ल्याऊ, जे मन लाग्छ त्यो गर, तिमीलाई सबै छुट छ। मलाई मात्रै भने त्यो कुरो, म नलिने मान्छे, त्यही पनि गुरुले भने ल्याऊ न, के हुन्छ तिमीलाई सबै छुट छ। अनि कसरी लिनुभयो, के गर्नुभयो? त्यस पछाडि मैले लिएँ। म पनि काठमाडौँ बसिरहेको थिएँ त्यतिखेर, जहाँ तहाँ जे पनि गरिराखेको थिएँ। गुरुले भने होइन तिमी ल्याऊ न, पछि आफै चाहिँ सब ठिक हुन्छ। त्यही भयो, हामीले त्यतिखेर लिएँ। त्यस पछाडि धीरे धीरे बिस्तारै चाहिँ हाम्रो सबै मनोबल टुट्दै गयो, अनि गुरुको शरण आइयो। अनि कसरी लिनुभयो त? त्यो बेलामा त्यो प्रक्रिया के थियो, कसरी अपनाउनु? त्यो बेलाको प्रक्रिया त मैले अरूको दबाबमा लिएको थिएँ। अनि त्यही त गुरुले जसरी तपाईँलाई कन्ठी दिँदाखेरि कसरी लिनुभयो, के गरियो त्यो बेला? त्यो बेला चाहिँ उहाँले हामीलाई हात पसारेर त्यसमा भने कि सीताराम लेख है, त्यस पछाडि चाहिँ चन्दन घस है, चन्दन घस सीताराम नाम लेखेर चन्दन घसेर अनि लगाऊ। त्यो लगाउन पनि उहाँले चाहिँ सिकाउनु भयो, यसो गर, धर्को तान, त्यो गर, अनि त्यो सीताराम लेखेर अनि चन्दनलाई मिसाएर अनि चाहिँ माथमा चाहिँ टीका लगाऊ। अनि मन्त्र पनि दिनुभयो? मन्त्र पनि दिनु। कुन मन्त्र दिनुभयो? अब त्यो मन्त्र भन्न मिलेन। तर मन्त्रको नाम भने होला नि त गुरुजीले? होइन, त्यो मन्त्र भन्नै मिलेन। मन्त्र त दिएको छ, ऊ हामीलाई जप्ने मन्त्र मात्रै हो, अरूलाई भन्ने मन्त्र त्यो होइन। जनकपुरको विभिन्न मठ मन्दिरहरूमा बिहानैदेखि मन्त्र लिएका गुरुहरूलाई सम्मान प्रकट गर्न र मन्त्र लिनेहरूको श्रद्धालुको भिड लागेको थियो। कतिपय आजैको दिनमा मन्त्र समेत लिने गरेका छन्। भजन कीर्तन गर्ने, गुरुलाई नयाँ वस्त्र दिने, मिठाई खुवाउने गरेका छन्। कतिपय यस दिनमा आफ्नो गुरुको सम्मानमा भण्डाराको समेत आयोजना गर्ने गरेका छन्। मिथिलामा विशेष गरेर आजको दिनमा साधु सन्तहरूबाट मन्त्र लिने, प्रत्येक वर्ष ती गुरुप्रति सम्मान प्रकट गर्ने गरेका छन्।
आज वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेद गरी 4 भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण, 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती समेत मनाइएको छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकोले यस दिन व्यास जयन्ती मनाउने गरिएको छ। माता पिता जस्तै गुरुलाई पनि देवता समान मानेर आचार्य देवो भव भनिने हिन्दू वैदिक परम्परा छ। गुरु प्रति यस पर्वमा अहोभाव कृतज्ञता व्यक्त गर्न सिकाएको धर्मशास्त्रहरूमा र यसका जानकारहरू बताउँछन्। पर्वले श्रेष्ठजनको सम्मान प्रकट गर्ने, शिष्टता, नैतिक आचरण एवं कृतज्ञताको भाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र परम्परागत दायित्व र यसको महत्त्व बुझाउने गरिएको छ। यस पर्वमा विशेष गरेर जनकपुरको विभिन्न मठहरूमा श्रद्धालुहरूको भिड लागेको थियो। विशेष गरेर गुरु बनाउने, गुरुबाट दीक्षा लिएका व्यक्तिहरू ती गुरुप्रति सम्मान प्रकट गर्ने र मठ मन्दिरमा श्रद्धालुहरूको भिड थियो भने भजन कीर्तन पनि गाएर गुरुप्रति सम्मान आदर भाव प्रकट गरिएको थियो।